केवल कागजमा परेको चिन्ह मात्र होइन, यो हाम्रो भविष्यको फैसला हो। त्यसैले सचेत बनौं, इमानदार नेतृत्व छानौं र समृद्ध राष्ट्र निर्माणमा हाते मैलो गरौं। निर्वाचन भनेको केवल भोट हाल्ने प्रक्रिया मात्र होइन, यो जनताले आफ्नो भविष्य आफै तय गर्ने एउटा सुनौलो अवसर हो। यो लोकतन्त्रको एउटा सुन्दर पक्ष हो, जहाँ सर्वसाधारणले आफ्ना प्रतिनिधि छान्छन् र देशको शासन व्यवस्थामा प्रत्यक्ष सहभागिता जनाउँछन्। हाम्रो एक भोटले देशको आगामी 5 वर्षको नीति र विकासको खाका कोर्दछ। त्यसैले निर्वाचनमा मतदान गर्नु प्रत्येक सचेत नागरिकको कर्तव्य र अधिकार हो। योग्य, इमानदार र विकास प्रेमी उम्मेदवार छान्नु हाम्रो कर्तव्य हो। हामीले जातीय, क्षेत्रीय, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दल र नेताको एजेन्डा हेरेर मतदान गर्नुपर्छ। भोट खसाल्दा न प्रलोभनमा पर्नु छ, न डर र त्रासमा। लोभमा नफसौ, डरमा नबसौ। विवेक पुर्याई भोट हालो भन्ने मूल मन्त्रलाई आत्मसात गर्नुपर्छ। जब जनता सचेत हुन्छन् तब मात्र निर्वाचनले आफ्नो वास्तविक अर्थ राख्दछ र देश समृद्ध हुन्छ। भनिन्छ, मतदानम महादानम राष्ट्रस्य अभिमानम, सत्यम चयने समृद्ध राष्ट्रम। अर्थात् मतदान नै सबभन्दा ठुलो दान हो, राष्ट्रको गर्व हो। सत्यको चयनले नै राष्ट्र समृद्ध हुन्छ। अन्त्यमा आगामी निर्वाचनमा सबै नागरिकले आफ्नो अधिकारको सदुपयोग गरी सुशासन र विकासका लागि सही उम्मेदवार छान्नुहुनेछ भन्ने आशा गर्दछु। धन्यवाद।